यसो कल्पना गरौँ न, रातको समय छ अनि हामी सबै एकान्तमा उभिएर आकाशतिर हेर्दैछौँ। एकदम शान्त दृश्य। हो नि। अनि सानैदेखि हामीलाई सिकाइएको हुन्छ नि, ती ताराहरू मिलेर कुनै न कुनै आकृति बनेका छन् भनेर। जस्तै कतै कुनै सिकारीको चित्र, कतै भालुको चित्र, वा भनौँ न कुनै पौराणिक कथाको पात्र। ठ्याक्कै। हामी आकाशमा ती नदेखिएका रेखाहरू खोज्छौँ, ताराहरूलाई एउटा अर्थपूर्ण ढाँचामा जोड्न खोज्छौँ, किनकि मतलब त्यसमा एउटा सान्त्वना छ नि। त्यहाँ एउटा नियम छ जस्तो लाग्छ। हो, अनि त्यही ढाँचाले हामीलाई यो विशाल ब्रह्माण्डमा एक्लो महसुस हुनबाट बचाउँछ। एकदम सही भन्नुभयो। खासमा मानव मस्तिष्कको बनावट नै यस्तो छ कि हामी हरेक कुरामा ढाँचा वा अर्थ खोज्न रुचाउँछौँ। अव्यवस्थित कुराहरूलाई व्यवस्थित बनाउनु हाम्रो प्राकृतिक प्रवृत्ति नै हो। ताकि हामीलाई सुरक्षित महसुस होस्। हो नि। त्यसले हामीलाई एउटा सुरक्षित र परिचित संरचनाभित्र रहेको महसुस गराउँछ। तर यसो सोचौँ त, कुनै एक रात आकाशतिर हेर्दा अचानक ती सबै काल्पनिक रेखाहरू गायब भयो भने के होला? मतलब पुरै खाली आकाश। त्यहाँ कुनै शिकारी छैन, कुनै भालु छैन। त्यहाँ केवल जथाभावी छरिएका, कुनै अर्थ नभएका अनगिन्ती चम्किला थोप्लाहरू मात्र छन्। सुन त अलि डरलाग्दो सुनिन्छ, होइन र? त्यो अनन्त र खाली अन्धकारमा केवल एउटा चिसो शून्यता छ। जब ती ताराका रेखाहरू हराउँछन्, त्यही खालीपनलाई दर्शनशास्त्रमा शून्यवाद वा निहिलिजम भनिन्छ। शून्यवाद, यो सुन्दा जति भारी लाग्छ, यसको गहिराई त्यति नै रोचक छ। त्यही त आजको हाम्रो यस विशेष मन्थनमा हामी यही विषयमा केन्द्रित रहेर दि आर्किटेक्चर अफ नथिङनेस, अन्डरस्ट्यान्डिङ निहिलिजम जस्ता स्रोत सामग्रीहरू पल्टाउँदैछौँ, जसले दाबी गर्छ कि यो शून्यता केवल अन्धकार र निराशा मात्र होइन। यो त एउटा नयाँ सुरुवात पनि हुन सक्छ। हो नि। धेरैको बुझाइमा शून्यवाद भनेको कालो र चरम निराशावादी सोच मात्र हो। ल, यसलाई अलिक खोतलेर हेरौँ। यो शून्यवादको गहिराईमा आखिर त्यस्तो के छ जसले हामीलाई स्वतन्त्र बनाउन सक्छ? शून्यवादलाई साँच्चै बुझ्न हामीले आम मानिसमा रहेको त्यो डरलाई पन्छाएर हेर्नुपर्छ। यसको आधारभूत विचार एकदमै सरल, तर भनौँ न क्रान्तिकारी छ। कस्तो क्रान्तिकारी? मतलब जीवनको वा यो समग्र ब्रह्माण्डको कुनै अन्तर्निहित वा पूर्व निर्धारित अर्थ छैन भन्ने यसको मान्यता हो। कुनै ठूलो उद्देश्य छैन। हो, यो ब्रह्माण्ड कुनै विशेष उद्देश्य बोकेर चलेको छैन र संसारमा निरपेक्ष मूल्य वा एब्सोल्युट भ्याल्यु भन्ने कुरा केही पनि हुँदैन। हामीले परम्परागत रूपमा मान्दै आएका ती महान उद्देश्यहरू ब्रह्माण्डमा प्राकृतिक रूपमा अस्तित्वमा छैनन्। सुन्न त जीवन नै अर्थहीन जस्तो लाग्यो त। तर यहाँ बुझ्नुपर्ने मुख्य कुरा के हो भने अर्थ नहुनुको मतलब जीवन नै बाँच्न योग्य छैन भन्ने चाहिँ पक्कै होइन। यो त केवल यथार्थको एउटा नग्न चित्र मात्र हो। यसको मतलब हामीले जे कुरालाई यो त शाश्वत सत्य हो वा हाम्रो समाजको अन्तिम लक्ष्य यही हो भनेर मान्छौँ, ती सबै हामी आफैले कोरेका ताराका रेखाहरू मात्र हुन्। ठ्याक्कै त्यही हो। यदि ब्रह्माण्डमा सही र गलत भन्ने कुरा गुरुत्वाकर्षण जस्तो प्राकृतिक नियम होइन भने के यो हामीले खेल्ने चेस खेलको नियम जस्तै हो त? चेसको नियम अलि प्रश्न पार्नुहोस् न। मतलब चेसको नियम प्रकृतिमा आफै त हुँदैन नि। हात्ती सिधा हिँड्ने र ऊँट छड्के हिँड्ने कुरा हामीले खेल्न सजिलो होस् भनेर बनाएको सम्झौता मात्र हो। हो। त्यसो भए के एउटा शून्यवादीको नजरमा नैतिकता र कानून पनि एउटा नक्कली खेल मात्र हुन् त? यहाँ रोचक कुरा के छ भने मानिसले बनाएको भन्दैमा त्यो नक्कली वा अर्थहीन नै हुन्छ भन्ने हुँदैन नि। हो र? हो नि। शून्यवादले नैतिकतालाई नक्कली भन्दैन, बरु यसलाई मानव निर्मित संरचना वा सामाजिक सम्झौता मान्छ। तपाईले चेसको कुरा गर्नुभयो नि। जब हामी चेस खेल्छौँ, खेलको नियम मानिसले बनाएको भए पनि खेलिरहेको बेला त्यो खेलको अनुभव त वास्तविक हुन्छ नि। त्यसमा हुने तनाव, जितको खुसी र हारको दुःख हाम्रो लागि एकदमै वास्तविक हुन्छ। त्यो त हो। हामी त्यो खेललाई गम्भीरतापूर्वक लिन्छौँ किनकि हामीले त्यो खेल खेल्ने निर्णय गरेका छौँ। अरे वाह, त्यो त साँच्चै नै एउटा विपरीत तर शक्तिशाली दृष्टिकोण पो भयो त। मतलब नैतिकता वा कानून कुनै अदृश्य शक्तिले माथिबाट थोपेको अपरिवर्तनीय नियम होइन रहेछ। ठ्याक्कै।
यदि नियमहरू हामीले नै बनाएका हौं भने हामी त्यसको बन्दी होइनौं नि त, हामी त त्यसका सर्जक पो हौं। एकदम सही कुरा। समय र परिस्थिति अनुसार चेसको नियम परिवर्तन गर्न नसकिएला, तर समाजका नियमहरू त आवश्यकता अनुसार परिमार्जन गर्न सकियो नि, होइन र? हो, यसले हाम्रो सोचलाई असाध्यै फराकिलो बनाउँछ। हामीले कुनै अदृश्य शक्तिको डरले वा परम्परागत पाप पुण्यको त्रासले निर्णय लिनु परेन। अनि के को आधारमा लिने त? हाम्रो आफ्नै समाज र जीवनलाई कसरी राम्रो, सुरक्षित र न्यायपूर्ण बनाउने भन्ने आधारमा सही र गलतको निर्णय गर्न सक्छौं। यसले मानिसलाई अन्धभक्त हुनबाट बचाउँछ। अनि एउटा सचेत नागरिक बनाउँछ, जसले आफ्ना नियमहरूको औचित्य आफै खोज्न सक्छ। ठ्याक्कै त्यही हो। तर सुन्नुस् न, यदि नैतिकता मानिसले बनाएको नियम मात्र हो भने यो शून्यताको प्रभाव अझै कति गहिरो छ त? यो निकै गहिरो छ। यदि हाम्रा सामाजिक संरचनाहरू केवल सम्झौता हुन् भने हाम्रो आफ्नै अस्तित्व र हामीले दावी गर्ने ज्ञानको आधारमा पनि त यसले ठूलो कम्पन ल्याउला नि। पक्कै पनि। शून्यवाद नैतिकतामा मात्र सीमित छैन नि। दार्शनिक रूपमा यसका अझ गहिरा हाँगाहरू छन् जसले हाम्रो समग्र सोच प्रणालीलाई चुनौती दिन्छन्। स्रोतमा पनि यसका केहीहरूको कुरा गरिएको थियो। हो, यसलाई बुझ्न मुख्यतया 3 वटा आयामलाई हेर्नुपर्छ। पहिलो त हामीले भर्खरै चर्चा गरेको अस्तित्वगत शून्यवाद वा एक्जिस्टेन्शियल निहिलिजम हो, जसले जीवनको उद्देश्य छैन भन्छ, होइन? यसले स्पष्ट पार्छ कि यो अर्बौं प्रकाश वर्ष फैलिएको अनन्त ब्रह्माण्डलाई हाम्रो सानो पृथ्वीमा भइरहेको घटनाहरूको कुनै परवाह छैन। ब्रह्माण्डको स्तरमा हाम्रो अस्तित्वको कुनै विशेष महत्त्व छैन। हो, सुन्दा अलि चिसो र एक्लो महसुस हुने खालको विचार। अनि नैतिकताको कुरा चाहिँ दोस्रो आयाम अन्तर्गत पर्छ, होइन र? दोस्रो हो नैतिक शून्यवाद वा मोरल निहिलिजम। भर्खरै हामीले चेसको उदाहरणबाट जे कुरा गर्यौं नि, त्यसले वस्तुगत नैतिकतालाई पूर्ण रूपमा अस्वीकार गर्छ। मतलब युनिभर्सल राइट र रङ हुँदैन। हो नि। हत्या गर्नु नराम्रो हो भन्ने कुरा ब्रह्माण्डको नियम होइन, यो त मानव समाजलाई जोगाइराख्न हामीले बनाएको एउटा कडा नियम हो। अनि तेस्रो नि? तेस्रो चाहिँ योभन्दा अझ जटिल र गहिरो छ, ज्ञान शास्त्रीय शून्यवाद वा एपिस्टिमोलोजिकल निहिलिजम। ज्ञानशास्त्रीय? यसले त ज्ञान र विज्ञानलाई नै चुनौती दिन्छ जस्तो छ। हो, यसले हाम्रो ज्ञानको आधारमै प्रहार गर्छ। यसले सोध्छ कि हामी साँचो ज्ञान प्राप्त गर्न सक्छौं त? तर हामीलाई त धेरै कुरा थाहा छ नि। तर हामी जे कुरालाई सत्य मान्छौं त्यो केवल हाम्रो इन्द्रिय र दिमागले हामीलाई दिएको सीमित जानकारी मात्र त हो। उदाहरणको लागि? जस्तै हाम्रा आँखाले देख्ने रगत रातो छ, तर त्यो रातो रङ सत्य हो कि हाम्रो मस्तिष्कले प्रकाशको तरङ्गलाई व्याख्या गर्ने तरिका मात्र हो? यो दर्शनले तर्क गर्छ कि मानिसले कहिले पनि कुनै कुरा पूर्ण निश्चितताका साथ जान्न सक्दैन। सम्पूर्ण सत्य भनिने कुराहरू सापेक्ष हुन्छन् भन्न खोज्नु भएको? ठ्याक्कै त्यही हो। एकछिन है, मेरो मतलब म यहाँनिर अलिकति रोकिन चाहन्छु। हजुर, भन्नुहोस् न। यो ज्ञानशास्त्रीय शून्यवादमा मलाई एउटा ठूलो र चाखलाग्दो विरोधाभास देख्यो नि। कस्तो विरोधाभास? मतलब यदि साँचो ज्ञान सम्भव नै छैन भने साँचो ज्ञान सम्भव छैन भन्ने दावी आफैमा एउटा साँचो ज्ञानको दावी होइन र? यदि सबै कुरा शङ्कास्पद छ र कुनै पनि कुरा सत्य छैन भने शून्यवादको यो आफ्नै सिद्धान्त पनि त शङ्कास्पद हुनुपर्ने हो। यो त फुटेको ऐनाले आफैलाई पूर्ण रूपमा प्रतिबिम्बित गर्न खोजेको जस्तो विरोधाभास भएन र? यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ र यो बौद्धिक इतिहासमा सबैभन्दा धेरै बहस भएको विषय पनि हो नि। साँच्ची हो नि। तपाईले औल्याउनु भएको विरोधाभास तार्किक रूपमा एकदमै सटिक छ। ज्ञानशास्त्रीय शून्यवादलाई शाब्दिक रूपमा लिने हो भने यो आफ्नै तौलले थिचिएर आफै भत्किन्छ। अनि यसलाई कसरी बुझ्ने त त्यसो भए? दार्शनिकहरूले यसलाई एउटा निरपेक्ष अन्तिम सत्यको रूपमा भन्दा पनि एउटा उपकरण वा विधिका रूपमा प्रयोग गर्न सुझाउँछन्। कस्तो उपकरण? बौद्धिक विनम्रता कायम राख्ने उपकरण। भनौँ न, जब हामी यो स्वीकार गर्छौं कि हाम्रो ज्ञान सीमित छ, तब हामी धेरै कुरा सिक्न सक्छौं। हाम्रा इन्द्रियहरूले हामीलाई धोका दिन सक्छन् र हाम्रा सत्यका दावीहरू त्रुटिपूर्ण हुन सक्छन् भन्ने मान्ने हो नि। अनि तब हामी निरन्तर प्रश्न गर्न सक्ने हुन्छौं।
यसको उद्देश्य मलाई सबै थाहा छ कि केही पनि थाहा पाउन सकिँदैन भनेर घमण्ड गर्नु होइन। बरु अन्धविश्वासबाट जोगिनु हो। कुनै पनि वैज्ञानिक, धार्मिक वा सामाजिक विचारधारालाई अन्तिम सत्यको रूपमा स्वीकार्नबाट जोगिनु हो। तपाईले ऐनाको कुरा गर्नुभयो नि, फुटेको ऐनाले पूर्ण र सफा चित्र नदेखाए पनि त्यसले हामीलाई त्यहाँ ऐना छ र त्यो फुटेको छ भन्ने कुरा त सिकाउँछ नि। त्यसैले जे देखिँदैछ त्यसमा पुरै भर पर्नु हुँदैन भन्ने बुझाउँछ। हो, त्यसरी हेर्दा यो त मानिसको चेतनालाई सधैँ जागा राख्ने एउटा तरिका पो रहेछ। एकदम। कुनै पनि विचार वा सिद्धान्तको अन्धो दास नबन्नको लागि यो शङ्काको सुविधा एकदमै महत्त्वपूर्ण छ। तर यो त भयो दर्शन र सिद्धान्तको कुरा। हजुर। जब समाजले अस्तित्व, नैतिकता र ज्ञानमै प्रश्न उठाउन थाल्छ तब त एउटा ठूलो सङ्कट आउँछ नि। आउँछ। इतिहासमै हेर्ने हो भने पनि पुराना मान्यताहरू भत्किन समाज नराम्ररी धर्मराएको छ नि, होइन र? ठ्याक्कै। र यही ऐतिहासिक र सामाजिक सङ्कटको बिन्दुमा प्रसिद्ध जर्मन दार्शनिक फ्रेडरिक निट्शेको विचार प्रवेश गर्छ। निट्शे, शून्यवाद भन्न साथ उहाँकै नाम आउँछ। हो नि, धेरैले निट्शेलाई शून्यवादका कट्टर समर्थक वा प्रचारक मात्र मान्छन्, तर वास्तविक त अलि फरक छ नि। कसरी फरक छ? उनले त शून्यवादलाई एउटा भयानक रोगको रूपमा पो देखेका थिए त, जसले युरोपीय समाजलाई गाँच्दै थियो। रोगको रूपमा? तर कसरी? उनले त शून्यवादलाई प्रवर्धन गरेका होइनन् र? होइन नि, निट्शेले 18औं र 19औं शताब्दीमा भइरहेको विज्ञान र तर्कशास्त्रको विकासलाई गहिरिएर हेरिरहेका थिए। उनले के देखे भने विज्ञानले प्रकृतिका रहस्यहरू खुलाउँदै जाँदा मानिसहरूको धर्म र परम्पराप्रतिको विश्वास द्रुत गतिमा टुट्दै गइरहेको छ। त्यो त स्वाभाविक हो नि। शताब्दीौंदेखि मानिसको जीवनलाई एउटा अर्थ, एउटा दिशा र नैतिक आधार दिने काम धर्मले गरिरहेको थियो। तर जब विज्ञानले त्यो आधार भत्कायो, त्यसको सट्टामा जीवनको अर्थ के हो भनेर दिन सकेन। अनि त्यही भएर सङ्कट आयो। तब मानिसहरूले भयानक अर्थको सङ्कट वा क्राइसिस अफ मिनिङ भोग्नुपर्ने हुन्छ भनेर निट्शेले चेतावनी दिए। मानिसहरूले अचानक आफूलाई दिशाविहीन अवस्थामा पाउनेछन्। अब यहाँनिर कुरा साँच्चै चाखलाग्दो हुन्छ। एकातिर निट्शे आफै पुराना धार्मिक र परम्परागत मूल्यहरूले अब काम गर्दैनन् भन्दैछन्, तर अर्कोतिर त्यही शून्यताले मानिसलाई बर्बाद गर्छ भनेर चेतावनी पनि दिँदैछन्। तर मैले बुझे अनुसार उनले मानिसहरूलाई यो शून्यतामा डुबेर निराश हुन मात्र भनेनन् नि। पक्कै पनि भनेनन्। उनले त आफ्नै मूल्य र उद्देश्य निर्माण गर्न पो जोड दिए। शून्यवादले समाजलाई खोक्रो बनाउँछ भन्ने दार्शनिकले नै मानिसलाई आफ्नो अर्थ आफै बनाऊ भन्नु आफैमा एउटा गहिरो क्रान्ति होइन र? यदि हामीले यसलाई फराकिलो दृष्टिकोणबाट हेर्यौं भने यो नै निट्शेको दर्शनको सबैभन्दा सुन्दर पक्ष हो नि। उनले शून्यतालाई अन्तिम गन्तव्य मानेनन्, यसलाई त एउटा संक्रमणकालीन अवस्था मात्र माने। धर्म र परम्पराको पतनपछि उत्पन्न हुने शून्यता एउटा डरलाग्दो खाडल मात्र होइन। अनि के हो त? यो त एउटा खाली क्यानभास पनि हो। ब्ल्याङ्क क्यानभास हो नि। विचार गरौँ त, जबसम्म तपाईसँग पहिले नै कोरिएको पुरानो चित्र हुन्छ, तपाईले त्यसमा नयाँ र मौलिक केही थप्न सक्नुहुन्न नि। ओहो, त्यो खाली क्यानभासको उदाहरण एकदमै शक्तिशाली छ। मतलब पुराना मूल्य मान्यता भत्किनु भनेको नयाँ, अझ व्यक्तिगत र प्रामाणिक मूल्यहरू सिर्जना गर्ने ठाउँ बन्नु हो। एकदमै। निट्शेले यही खाली क्यानभासमा आफ्नै चित्र कोर्न सक्ने मानिसको परिकल्पना गरे। अनि त्यसलाई के नाम दिए? त्यसलाई उनले सुपरम्यान वा उबरमेन्सको नाम दिए। सुपर हिरो जस्तै? होइन, यो कुनै उड्ने सुपर हिरो होइन। यो त मानसिक रूपले त्यति बलियो मानिस हो जसले ब्रह्माण्डमा कुनै अर्थ नभएको सत्यलाई पचाइसकेको हुन्छ। बाहिरी दुनियाँले थोपेको अर्थलाई अस्वीकार गर्ने मान्छे। जसले समाज वा धर्मले दिएको अर्थलाई छोडेर आफ्नै आन्तरिक शक्ति र इच्छाबाट आफ्नै जीवनको अर्थ निर्माण गर्न सक्छ। शून्यता एउटा आगो हो भनौँ न, जसले कि त मानिसलाई जलाएर खरानी बनाउँछ, कि त उसलाई खारिएर नयाँ आकार लिन मद्दत गर्छ। साँच्चै सिद्धान्तमा यो खाली क्यानभास र आफैले अर्थ निर्माण गर्ने कुरा एकदमै काव्यात्मक र प्रेरणादायी सुनिन्छ। हजुर। तर सुन्नुस् न, दैनिक जीवनको दौडधुपमा यो शून्यतालाई हामीले कसरी भोगिरहेका हुन्छौँ त? यो एकदमै व्यावहारिक प्रश्न हो। मतलब एउटा सामान्य मानिसको लागि जसले बिहान उठेर काममा जानुपर्छ, बिल तिर्नुपर्छ, उसको लागि यो दर्शनको के अर्थ छ त? स्रोतहरू पल्टाउँदा मैले एउटा विद्यार्थीको धेरै राम्रो व्यावहारिक उदाहरण भेटाएको थिएँ। त्यो विद्यार्थीको मनोविज्ञान,
पक्कै पनि सिद्धान्तलाई व्यवहारमा बुझ्न त्यो एकदमै सान्दर्भिक छ। एउटै दार्शनिक यथार्थलाई मानिसको मस्तिष्कले कसरी दुई फरक तरिकाले व्याख्या गर्न सक्छ भन्ने यसले देखाउँछ। हामी दुई फरक अवस्थाको तुलना गरौँ न त। पहिलो अवस्थामा के हुन्छ? पहिलो अवस्थामा एउटा विद्यार्थी छ जसले ब्रह्माण्डको विशालता र शून्यवादलाई नकारात्मक रूपमा लिन्छ। उसले सोच्छ, यो ब्रह्माण्ड यति विशाल छ, अरबौं वर्षको समय चक्रमा मेरो यो सानो परीक्षा वा मेरो सफलताको के नै अर्थ छ र? आखिर एक दिन मरेर सबै कुरा माटोमा मिल्ने नै हो भन्ने सोच्छ। हो नि। अनि यो विचारले उसलाई यति निराश र कमजोर बनाउँछ कि उसले पढ्न छोड्छ, ओछ्यानबाट उठ्न छाड्छ। यो त पूर्ण रूपमा नकारात्मक शून्यवादको शिकार हुनुभयो। जहाँ ऊ त्यो खाली क्यानभास देखेर अत्तालिन्छ र भाग्छ। यो त एकदमै सामान्य मानवीय प्रतिक्रिया हो जस्तो लाग्छ मलाई त। हो नि, धेरैलाई यस्तै हुन्छ। जब हामी एकदमै ठूलो तस्विर हेर्छौं, आफ्ना साना दैनिक प्रयासहरू व्यर्थ लाग्न स्वाभाविकै हो। ब्रह्माण्डको आँखामा हामी धुलोको कण जस्तै त हौं। तर दोस्रो अवस्थाको विद्यार्थीको कथाले भने कुरालाई पुरै पल्टाउँछ नि। हो, दोस्रो विद्यार्थीको कथा त्यहीँबाट सुरु हुन्छ जहाँ पहिलोको अन्त्य भएको थियो। उसले पनि त्यही कुरा सोध्छ। उसले पनि ब्रह्माण्डको सत्यलाई स्वीकार गर्छ। उसलाई पनि राम्ररी थाहा छ कि जीवनको कुनै निश्चित विश्वव्यापी अर्थ छैन। अनि ब्रह्माण्डलाई उसको परीक्षा वा सफलतासँग कुनै मतलब छैन भनेर पनि थाहा छ। हो नि, 100 वर्षपछि कसैले उसलाई याद गर्नेवाला छैन। तर अनौठो कुरा के छ भने यो कुराले उसलाई निराश बनाउनुको साटो पूर्ण रूपमा स्वतन्त्र बनाउँछ। कसरी स्वतन्त्र? उसले सोच्छ, यदि ब्रह्माण्डले मलाई कुनै अर्थ दिएको छैन भने र मेरो असफलताले ब्रह्माण्डलाई कुनै फरक पार्दैन भने म किन डराउने? म मेरो आफ्नो अर्थ किन नबनाउने भनेर सोच्छ। ठ्याक्कै, उसले ब्रह्माण्डको अपेक्षालाई वास्ता गर्न छाड्छ र आफ्नो व्यक्तिगत लक्ष्य निर्धारण गर्छ। उसलाई सङ्गीत मनपर्छ भने उसले सङ्गीतमा मेहनत गर्छ, विज्ञान मनपर्छ भने विज्ञान पढ्छ। मतलब समाजले यसो गर्नुपर्छ भनेको बाहिरी दबावले गर्दा होइन, आफ्नै स्वतन्त्र छनोटले गर्दा मेहनत गर्छ। हो, यो शून्यवादप्रतिको सक्रिय र सकारात्मक प्रतिक्रिया हो। उसले त्यो खाली क्यानभासलाई देखेर मुस्कुराउँछ र आफ्नो रङ्ग भर्न सुरु गर्छ। त्यसो भए यी सबैको अर्थ के हो त? एउटै जानकारी, एउटै दार्शनिक यथार्थ, जीवनको कुनै अर्थ छैन। तर यसले एउटा विद्यार्थीलाई अल्छी र निराश बनाएर ओछ्यानमा सीमित गर्यो। अनि अर्को विद्यार्थीलाई चाहिँ स्वतन्त्र र लगनशील बनाएर आफ्नो बाटो कोड्न सिकायो। हामीले अघि चेस खेलको कुरा गरेका थियौं नि। हो नि, चेसको कुरा। पहिलो विद्यार्थीले खेल नक्कली हो भनेर खेल्नै छाड्यो। तर दोस्रो विद्यार्थीले चाहिँ नियम आफै बनाउने हो भने म आफ्नै तरिकाले राम्रो खेल्छु भनेर अघि बढ्यो। यसले त दर्शन वा सत्य भन्दा पनि त्यो सत्यप्रतिको हाम्रो व्यक्तिगत दृष्टिकोण र मनोवैज्ञानिक प्रतिक्रिया कति शक्तिशाली हुन्छ भन्ने देखाउँदैन र? निष्कर्ष ठ्याक्कै त्यही हो। शून्यवाद आफैमा राम्रो वा नराम्रो, सकारात्मक वा नकारात्मक हुँदैन नि। यो केवल एउटा यथार्थको चित्रण हो भनौँ न, एउटा ऐना हो। केही पनि अर्थपूर्ण छैन भन्ने विचार एउटा धारिलो हतियार जस्तै हो। हतियार? हो नि। यसलाई आफूलाई कमजोर बनाउन, जीवनका चुनौतीहरूदेखि भाग्न र हार मान्ने बहानाको रूपमा प्रयोग गर्ने। यसलाई सम्पूर्ण सामाजिक, धार्मिक र परम्परागत दबावहरूबाट मुक्त हुने मास्टर चाबीको रूपमा प्रयोग गर्ने। त्यो त पूर्ण रूपमा व्यक्तिको आफ्नै सोच, साहस र क्षमतामा भर पर्ने कुरा हो। जसले अर्थहीनतालाई बोझ मान्छ ऊ कुल्चिन्छ। अनि जसले अर्थहीनतालाई स्वतन्त्रता मान्छ ऊ उड्छ। साँच्चै यो विस्तृत चर्चाबाट एउटा कुरा चाहिँ एकदमै प्रष्ट भयो। के कुरा नि? जीवनमा कुनै तयारी अवस्थाको अर्थ वा रेडिमेड मिनिङ नभेटिनु भनेको निराशाको बिन्दु होइन रहेछ, बरु यो त आफ्नै अर्थ निर्माण गर्ने एउटा महान सुरुवात पो रहेछ। एकदम सही। जब हामीले शून्यतालाई स्वीकार गर्छौं, हामीले समाजको अपेक्षाको भारीलाई बिसाउन सक्छौं नि। शून्यता भनेको अन्त्य होइन, एउटा नयाँ घर बनाउनको लागि खाली गरिएको जग्गा जस्तै रहेछ। हो नि। र आजको यो आधुनिक र अति सम्पर्क भएको युगमा यो ज्ञान झनै महत्त्वपूर्ण छ जस्तो लाग्छ मलाई। कसरी?
आज हामी सामाजिक सञ्जाल, अनगिन्ती सूचना, विचार र अरूका अपेक्षाहरूको भिडमा हराइरहेका छौँ नि त। त्यो त हो। समाजले, विज्ञापनहरूले हामीलाई निरन्तर यसो गर्नुपर्छ भनिरहेका हुन्छन्। हो, सफलता भनेको यति पैसा कमाउनु हो, खुशी भनेको यो ब्रान्डको लुगा लगाउनु हो भनेर सिकाइरहेको हुन्छ। तर शून्यवादले हामीलाई त्यो कोलाहलपूर्ण भिडबाट बाहिर निस्केर शान्त दिमागले सोच्ने अवसर दिन्छ। अरूले थोपेको अर्थमा यन्त्र जस्तै बाँच्नुको साटो हामीले आफ्नो व्यक्तिगत मूल्य र उद्देश्य आफै तय गर्न सक्छौँ भन्ने शक्ति प्रदान गर्छ। साँच्ची नै यो एउटा मुक्तिदायी विचार हो। तर सुन्नुस् न, यो गहिरो मन्थनको समापन गर्नु अघि मेरो मनमा एउटा जटिल प्रश्न उब्जिएको छ, भन्नुस् न। जुन म हाम्रा सबै श्रोताहरूसँग बाँड्न चाहन्छु। हामीले भन्यौं कि शून्यवादले हामीलाई आफ्नै अर्थ निर्माण गर्ने स्वतन्त्रता दिन्छ। दिन्छ। तर यदि प्रत्येक व्यक्तिले शून्यवादलाई सकारात्मक रूपमा लिएर आफ्नै व्यक्तिगत मूल्य र अर्थ निर्माण गर्छन् भने यो समाज कस्तो होला? त्यो त साँच्चै गहिरो प्रश्न भयो। मानौ मैले बनाएको जीवनको अर्थ र अर्को कसैले बनाएको जीवनको अर्थ पूर्ण रूपमा फरक छ, र अझ भनौं ती दुई नितान्त व्यक्तिगत मूल्यहरू एकअर्कासँग गम्भीर रूपमा बाँझिन्छन्। त्यस्तो अवस्थामा जब कुनै विश्वव्यापी वा निरपेक्ष सही र गलत छैन, तब समाजले कुन अर्थलाई सही मान्ने नि? कसको मूल्य मान्यताले जित्ने? र के त्यस्तो अवस्थामा समाजमा द्वन्द्व मात्र बाँकी रहँदैन र? यो साँच्ची नै हामी सबैले आफैभित्र मन्थन गर्नुपर्ने प्रश्न हो जस्तो लाग्छ मलाई। एकदमै सठिक र विचारणीय प्रश्न। सुरुवातमा हामीले रातको आकाशको कुरा गरेका थियौं नि। हजुर। हो, शून्यवादले आकाशका ती पुराना र अरूले कोरिदिएका रेखाहरूलाई मेटाएर आकाशलाई केवल चम्किला थोप्लाहरूको भीड बनाइदिन्छ। सुरुमा त्यो अनन्त खालीपन र रेखाहरूको अनुपस्थिति डरलाग्दो लाग्न सक्छ। तर सधैँ याद राखौं, जब पुराना रेखाहरू मेटिन्छन् तब मात्र हामीलाई ती ताराहरू आफ्नै तरिकाले जोडेर आफ्नै नयाँ नक्षत्र कोर्ने पूर्ण स्वतन्त्रता प्राप्त हुन्छ। हो नि, आफ्नै आकाश बनाउने मौका। अब पालो हाम्रै आफ्नै नक्षत्र कोर्ने। आजको हाम्रो यस विशेष मन्थनमा हामीसँग जोडिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। आफ्नो अर्थ आफै खोज्दै गर्नुहोला।